हेर्छु धेरै मान्छे माया मारेर गए। हेर्छु धेरै मान्छे माया मारेर गए, धरधरी रुवाएर आँसु झारेर गए। हेर्छु धेरै मान्छे माया मारेर गए, धरधरी रुवाएर आँसु झारेर गए। पहिला भन्थे तिम्रो मन मेरो घर हो, पहिला भन्थे तिम्रो मन मेरो घर हो। हेर्छु धेरै मान्छे माया मारेर गए, धरधरी रुवाएर आँसु झारेर गए। पहिला भन्थे तिम्रो मन मेरो घर हो, थुक्क हेर आज बस्ती नै सारेर गए। हेर्छु धेरै मान्छे माया मारेर गए, धरधरी रुवाएर आँसु झारेर गए। माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी, माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी। रमाउँदै पराईसँग नौलो नाता गाँसी, कमलो यो मान है भाँसी। धेरै आउँछन् मान्छेहरू, कति अपरिचित बनेर जान्छन्, कति परिचय गरेर जान्छन्, अनि कति मान्छेहरूलाई चाहिँ मनमा टपक्क टिपेर राखिन्छ। उनीहरू पनि परिचय गरेर जान लाग्दा च्याप्प समातेर बिलौना पोखिन्छ, प्रेम देखाइन्छ। हो यहीँनिर मान्छेको गल्ती भइदिन्छ। यदि ऊ परिचय मात्रै गरेर गएको भए 2-4 दिन मन अमिलो भए पनि उसलाई हामी सजिलै बिर्सिन्थ्यौं। तर त्यो मान्छे जब घाउ चाहिँ खाटो बनेर बस्छ र एक दिन अलग्गिएर जान्छ, त्यति बेला खुबै नमिठो हुन्छ मन। त्यो मान्छे एक दिन छुटिन्छ भन्ने थाहा थियो, उसको र मेरो कहिले मिलन हुन सक्दैन भन्ने पनि गजबसँग बुझेको थिएँ मैले। तर पनि छुट्टिएर जाँदा त्यति सजिलै मन बुझाउन नसकिँदो रहेछ। यो कार्य पनि त्यही मान्छे मर्ने लीलासँग जोडिएको हुँदो रहेछ। जसरी मान्छे एक दिन मर्छ भन्ने थाहा हुँदा हुँदै पनि बडो लोभ र लालच गरेर बाँचिरहेका हुन्छौं हामी। फलस्वरूप यो संसारबाट मान्छेले एक दिन बिदा लिन्छ, तर मर्ने मान्छे मरेर गए पनि बाँच्ने मान्छे खुबै चिन्तित हुन्छ। मानौ मान्छे मर्छ भन्ने कुरा उसले पहिलो पटक सुनेको र भोगेको छ। हो ठ्याक्कै यस्तै भइदियो। उसँग मेरो गन्तव्य मिल्यो, भावनाको बनावट मिल्यो, हाँसोका लहरहरू पनि मिले, खुसीका रंगहरू मिले, आँसुका भावहरू मिले। तर अन्त्यमा उसको र मेरो विचार मिलेन। मिल्दै मिलेन। म विवाहको ग्यारेन्टी दिन सक्दिन भन्थे, उसले विवाह बिनाको प्रेम गर्दिन भन्थे। म प्रेम र विवाहलाई छुट्टा छुट्टै दृष्टिकोणबाट हेर्थे। जसले प्रेम गर्छ उसले कहिले त्योसँग विवाह गर्दैन, र जसले विवाह गर्छ उसले कहिले त्योसँग प्रेम गर्दैन भन्ने राम्रोसँग थाहा थियो मलाई। किनकि अविवाहितहरू प्रेमको प्रभावले र विवाहितहरू प्रेमको अभावले बर्बाद हुन्छन् भन्ने राम्रोसँग बुझेको थिएँ मैले। म उसलाई यही कुरा बुझाउन खोज्थे, तर उसले विभिन्न तर्कहरू राख्दै विवाह र प्रेम समानान्तर भएको, प्रेममा विवाह र विवाहमा प्रेम आवश्यक भएको कुरा प्रस्ट्याउँथे। अर्केकी श्रीमतीसँग प्रेम गरेर भए पनि सन्तुष्टि प्राप्त गरेका केही मान्छेहरूको उदाहरण दिँदै म फेरि तर्क गर्थे। जहाँ प्रेम हुन्छ त्यहाँ विवाह नहुन पनि सक्छ, किनकि विवाह त एउटा बन्धन हो। त्यसैले जहिले पनि विवाह भन्दा प्रेम अगाडि हुन्छ भन्दै सम्झाउँथे। तर उसले प्रेमको कुनै लाइसेन्स नहुने कुरा प्रस्ट्याएर बोलिरहेको अग्नि र दुनियाँलाई साँची राख्दै गरेको विवाहलाई नै सर्वश्रेष्ठ मान्थे। हौ यसरी नै हामी खण्डन गरिरह्यौं र एक अर्कामा कहिले हारको महसुस गरेनौं। सायद त्यसैले पनि टुङ्गियो होला सम्बन्ध। दुवैले हार्नै नचाहने लक्षण थियो हाम्रो। तर आज ठिक उल्टो भएको छ। हामी दुवैले हारेका छौं, कसैले जितेका छैनौं। चस्किएर कहाँ हो कहाँ दुखिरहन्छ, मनले एकोहोरो शङ्ख फुकिरहन्छ। चस्किएर कहाँ हो कहाँ दुखिरहन्छ, मनले एकोहोरो शङ्ख फुकिरहन्छ। लुकाएर प्रेमका लालपुर्जा राखेको थिएँ, खै केले हो त्यसलाई पनि थुतिरहन्छ, खै केले हो त्यसलाई पनि थुतिरहन्छ। चर्किएर कलेजियो चस्की चस्की दुखे पनि, चर्किएर कलेजियो
चस्की चस्की दुखे पनि काट्ने छैन रात रोई आकाशका तारा गनी चर्किएर कलेजियो चस्की दुखे पनि चर्किएर कलेजियो चस्की दुखे पनि काट्ने छैन रात रोई तारा गनी गनी रोने छैन यहाँ निसासी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी रमाउँदै पराईसँग नौलो नाता गाँसी कमलो यो मान है भाँसी। टाढा हुनेहरूको त के नै तागत हुन्छ र, यहाँ त आफ्नै हुँ भने टाँसिनेहरूले नै कोखमा छुरा रोप्दा रहेछन्। जति संगत गरे पनि किन बुझिन्न यो मान्छेलाई। कसैले मलाई प्रवचन सुनाउँथ्यो, जीवनमा सधैँ प्रेमको भाषा बोल्नुपर्छ, जसलाई बहिरोले पनि सुन्न सक्छ र अन्तोले पनि देख्न सक्छ। तर त्यही प्रेम पाउनको लागि जबरजस्ती अन्धो र बहिरो हुनेको जमातमा म कसरी टिक्न सक्थेँ। लौ यसरी नै अपरिचित पात्र भयो जिन्दगीमा। प्रेम गरेका जति सबैलाई शत्रु बनाइयो, आफन्त र साथीभाइहरूलाई प्रतिस्पर्धी बनाइयो, तर कसैले पनि धोका भन्ने त्यो चिज नदी बस्नै सकेनन्। भन्नेहरूले त सजिलै भनिदिए कसैले धोका दिए पनि बाँच्न सकिन्छ भनेर, तर ती भन्नेहरूलाई के थाहा धोका पाउनेहरू हरपल जिउँदै मरी मरी बाँचेका हुन्छन् भनेर। आफ्नो घरबाट एउटा कुकुर हराउँदा समेत 10 दिनसम्म टेन्सन गरेर बस्ने त्यही मान्छेले आफ्नो प्रेम हराएर सर्वस्व गुमाएका प्रेमीहरूलाई सजिलै भनिदिन्छन् त्यस्तो जाँबो प्रेम बिना पनि सजिलै बाँचिन्छ भनेर। अचम्म छ, झुट पनि कति अजीब हुन्छ है। आफूले बोल्दा केही जस्तो लाग्दैन, तर अरूले बोल्दा चाहिँ खुबै रिस उठ्छ। आफ्नो भावनामा खेलबाड गरे जस्तो लाग्छ। हौ यस्तै भयो जिन्दगी। कसैले समय बिताउन आफ्नो बनायो त कसैले आफ्नो बनाएर समय बितायो। फोकटमा समय बिताउनको लागि मात्रै सम्बन्ध गाँसिँदो रहेछ यहाँ। जिन्दगी परिवर्तन हुन वर्षौं लाग्ला, तर सोच परिवर्तन हुन 1 मिनेट पनि नलाग्दो रहेछ। आज थाहा पाउँदैछु। ओशोले भनेका छन्, तिमी यसकारण दुखी भएका होइनौ कि तिमीलाई कसैले छोडेर गयो, बरु यसकारण दुखी भएका हौ उसले तिमीलाई कहिले छोडेर जान्न भनेर विश्वास दिलाएको थियो, तर तिम्रो त्यो विश्वास आज टुटेर गएको छ। यसै कारण तिमी दुखी भएका हौ। यदि उसले पहिले नै म एक दिन छोडेर जानेछु भन्ने वाक्य बोलेको भए आज जाने बेलामा मन अमिलो भए पनि त्यति पीडा हुँदैन थियो होला जति पीडा स्वयं आज भइरहेको छ। हे भगवान, तिमीले पनि माया अजीबको बनायौ। तिम्रै भक्त तिम्रै मन्दिरमा गएर रुन्छन्, तर तिमीलाई पाउनको निम्ति होइन, अरू कसैलाई पाउनको निम्ति। वाह मान्छे वाह, जसरी भए पनि आफ्नो औकात देखाउँछस् तैँले। कतिलाई मार्छस्, कतिलाई लुट्छस्, कतिलाई आश्वासन दिन्छस्, कतिलाई भ्रममा पार्छस्, अनि कतिलाई फुटबल बनाएर खेल्छस्। लौ कति खेल्छस् खेल। दशा लागेपछि माकुरो त आफ्नै जालमा परेर मर्छ भने त कसरी सधैँभरि बाँच्न सक्लास्। हेरिरहेछु म पनि। बिछोडमा छातीभित्र होरी चले पनि डराइन्न आफन्तकै छुरी चले पनि। बिछोडमा छातीभित्र होरी चले पनि डराइन्न आफन्तकै छुरी चले पनि। हेरौँला त्यो घमण्ड कति दिनको रहेछ। बाँचिन्छ मज्जाले चुरी फुरी चले पनि, बाँचिन्छ मज्जाले चुरी फुरी चले पनि। बिछोडमा चालो जति छाती भित्र भित्र हुरी, बिछोडमा चालो जति छाती भित्र भित्र हुरी। हाँसो खुसी जाओस् उडी मेरो घरको नाघी धुरी।
बिछोडमा चलोस् जति छातीभित्र हुरी बिछोडमा चलोस् जति छातीभित्र हुरी हाँसो खुसी जाओस् उडी घरको नागी धुरी चाहे बनोस् ऋतु उदासी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी माया मारी डाँडा पारी निष्ठुरी गई हाँसी रमाउँदै पराईसँग नौलो नाता गाँसी कमलो यो मान है भाँसी। मन भाँच्ने र गाँच्ने जमाना चलिरहेछ। हेर्नुस् ऊ त्यहाँ पानीमा आगो बलिरहेछ। कोही मान्छेलाई कसैले छोडेर गयो रे, बिचरा उसको शरीर भुइँमा ढलिरहेछ। सधैँ आउँछ मंगलबार राति भएपछि, कोही कोहीको ढुङ्गा जस्तो छाती भएपछि पुरपुरो समाउँदै फोक्कटमा किन रुनुहुन्छ, नमेटिने याद जस्तो साथी भएपछि। कतै प्रेम गरेर विवाह नगर्नु भएको तपाईँ, कतै विवाह गरेर प्रेम नगर्नु भएको तपाईँ, अनि कतै कतै चाहिँ के को प्रेम के को विवाह अहिलेसम्म अत्तो पत्तो नपाउनु भएको तपाईँ सबैलाई नमस्कार। म महेश भुसाल। प्रेम ठुलो कि विवाह ठुलो भन्ने विषयमा बजारमा होडबाजी चलिरहँदा म भने आज पनि यसै विषयमा तपाईको मन शान्त पार्न आइपुगे। सारथी तुलसीराम पौडेलसँगै परिवार भन्छन् त्यो मन सानो बनाएर आऊ, पहिला एउटा गतिलो छानो बनाएर आऊ, तिमी आफै दुखी छौ मेरो सन्तान कसरी पाल्छौ, जाऊ आफ्नो आँखा पहिला ओभानो बनाएर आऊ। नमस्कार, सुस्वागतम। यो छेपिँदै गरेको रातमा आज पनि उसै गरी झण्डै 6 दिन बिताइसकेपछिको 7औं दिनमा आइपुगेका छौं। तपाईँ र तपाईँका यादहरूको तमसुक उसै गरी फुकाउनको लागि भन्दै रेडियो देउराली 101 मेगाहर्ज र नयाँ एफएम 87.6 मेगाहर्ज अर्घाखाँचीको संयुक्त उत्पादनमा तपाईँ यो कार्यक्रम नमेटिने याद देशका विभिन्न रेडियो स्टेशनहरूमा एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम कुन कुन रेडियोमा बजिरहेको छ एकपटक सर र यहाँनिर नाम लिन्छु। अर्घाखाँचीमा नयाँ एफएम 87.6 मेगाहर्जबाट सुनिरहनु भएको छ। सँगै रेडियो देउराली 101 मेगाहर्जबाट पनि तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ। त्यसैगरी नयाँ एफएम 87.6 मेगाहर्ज अर्घाखाँचीको स्टुडियो प्राविधिक कक्षमा रहेर मिठो साथ दिइरहनु भएको छ। यति बेला प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक साथीहरू विशाल पाण्डे र विष्णु खनाल, दुईजना साथीहरू मात्रै हुनुहुन्छ। आज नयाँ एफएमको स्टुडियोबाट कार्यक्रम नमेटिने यादलाई नयाँ एफएम 87.6 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसनमा गुन्जयमान गराइरहनु भएको छ। त्यसैगरी रेडियो माण्डवी 97 र 90 मेगाहर्ज प्युठानबाट सुनिरहनु भएको छ। रेडियो मालिका एफएम 97.4 मेगाहर्ज कालीकोट, रेडियो मर्निङ स्टार एफएम 90 मेगाहर्ज नेपालगञ्ज, रेडियो मनास्लु एफएम 103.9 मेगाहर्ज गोर्खा र अनलाइन रेडियो सप्तरङ्गी मुम्बई भारतबाट पनि तपाईँ यो कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। र अनलाइनमा www.nayafm.com सँगै www.radiodeurali.org मार्फत हामी आफ्नो आवाज एकैसाथ मिसाइरहेका छौं। कार्यक्रम हो नमेटिने याद, प्रेम तथा समाजका विभिन्न विषयहरूमा रहेर निकै नै खण्डन गर्ने गर्छौं हामी कार्यक्रममा। सँगै फेसबुकमा प्राप्त भएका तपाईका विचारहरू पनि वाचन गर्ने गर्छौं। आजको विषयमा प्राप्त भएका सँगै तपाईँ प्रत्यक्ष फोन सम्पर्कमा आएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। म पटक पटक भनिरहेको छु, तयारी नभएको साथीले फोन सम्पर्क नगर्नुहोला। जसले तयारी गरिरहनु भएको छ उहाँलाई पालो दिनुहोला। सकेसम्म नयाँ साथीले पनि पालो पाउनुहुनेछ भन्ने आशा राखेको छु। र आज फोन सम्पर्कको लागि 381 को लाइनमा केही प्राविधिक समस्या देखिएको कारणले 077 420 281 यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुनेछ। 077 420 281 यो नम्बर डायल गरेर आउनुहोला है।
र अब चाहिँ म गत श्रृङ्खलाको एसएमएस अनलाइनको यो सेगमेन्टतर्फ लाग्छु। टप 3 को नाम मलाई प्राप्त भएको छ। आदरणीय दाजु हरिप्रसाद भुसालले मलाई उपलब्ध गराउनु भएको यो टप 3 को नाम म यहाँनिर वाचन गर्छु। जसमध्ये टप 1 हुन सफल हुनुभएको छ। बधाई छ अम्बिका खनाल बुटबलको साथी। उहाँका 39 वटा एसएमएस हामीलाई प्राप्त भएका छन्। उहाँले एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ। अम्बिकाजीले भोलि नयाँ एफएमका स्टेसन म्यानेजर तथा स्वतन्त्र पत्रकार सङ्घ अर्घाखाँचीका अध्यक्ष हरिप्रसाद भुसाल, आदरणीय दाजु हरिप्रसाद भुसालसँग सम्पर्क गरेर आफूले जितेको पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ। त्यसैगरी टप 2 हुन सफल हुनुभएको छ विनय नेउपाने अडगुरी अर्घाखाँचीको साथी। उहाँका 30 वटा एसएमएस हामीलाई प्राप्त भएका छन् र जसलाई सौजन्य गर्नुभएको छ विनय नेउपानेले पनि एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ। जसलाई सौजन्य गर्नुभएको छ ज्योति बन्जाडे असुरकोट एक अर्घाखाँची, हाल काठमाडौँ जेसीआई नेपालको ट्रेनिङ कोर्डिनेटर तथा बुटिक डिजाइनर हुनुहुन्छ। अर्घाखाँची जिल्लामा निःशुल्क रूपमा सिपमूलक तालिम सञ्चालन गर्दै आउनु भएको छ। र विनयजीले भोलि रेडियो देउरालीको स्टुडियो, रेडियो नयाँ एफएम 87.6 मेगाहर्जको स्टुडियो सँगै मसँग सम्पर्क गर्नुभयो भने एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड प्राप्त गर्न सक्नुहुनेछ। र टप 3 हुन सफल हुनुभएको छ प्रशान्त नेपाली किमडाँडा अर्घाखाँचीको साथी। उहाँका 4 वटा एसएमएस हामीलाई प्राप्त भएका छन्। र टप 3 को लागि कुनै प्रायोजन चाहिँ छैन है। तपाईँ ढुक्क नहुनुहोला। आगामी श्रृङ्खलामा पनि एसएमएस अनलाइनको यो सेगमेन्टमा तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, नमेटिने यादको सर्ट फर्म NY टाइप गर्नुहोस् अनि आफ्नो नाम र ठेगाना लेखी 98 510 62 405 मा एसएमएस गर्नुहोस्। तपाईले आजबाट एसएमएस सुरु गरी आउने सोमबारसम्म एसएमएस गर्न सक्नुहुनेछ। एसएमएस गरे बापत टप 2 जनाले पाउनुहुनेछ एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड। जसले धेरै एसएमएस पठाउनेछ उही कार्यक्रमको विजेता हुनेछ है। र अब चाहिँ म गत श्रृङ्खला फोन सम्पर्कमा आउनुहुने मध्येबाट उत्कृष्ट एकजनाले वाचन गर्नुभएको साहित्यिक रचनातर्फ लाग्छु। म नाम यहाँनिर पढ्नुभन्दा अगाडि उहाँले वाचन गर्नुभएको साहित्यिक रचना नै पढ्छु। सङ्घर्षमा जन्मिएको यो जीवन सङ्घर्ष त गर्नै पर्छ, ढिलो चाँडो हो आखिर एक दिन सबै मर्नै पर्छ, खिचातानी किन गर्छौ एक बारको यो जिन्दगीमा, आखिर सबले खाली हात मसान घाट तर्नै पर्छ। बधाई छ प्रमोद पौडेल डिभर्ना नभएर सन्धिखर्क हललाइन अर्घाखाँचीको साथीलाई। उहाँ गत श्रृङ्खलाको उत्कृष्ट घोषित हुनुभएको छ। सँगै उहाँले वाचन गर्नुभएको साहित्यिक रचना सुब्बा देउराली राष्ट्रिय पाक्षिक समाचार पत्रमा पनि छापिनेछ, जसको प्रधान सम्पादक हुनुहुन्छ जितेन्द्र खत्री, प्रबन्ध निर्देशक हुनुहुन्छ अस्मिता खनाल, जुन प्रत्येक महिनाको 1 गते र 16 गते सन्धिखर्कबाट प्रकाशित हुँदै आएको छ। केही कुराकानी यहाँनिर मैले गरेँ। छोटो रूपमा स्पोन्सरको नाम लिन्छु है। त्यसपछि आजको विषयमा जाउँला, तपाईँका फोन सम्पर्कहरू पनि ल्याउँला, तपाईँसँग मिठो कुराकानी गरौँला, तपाईँका साहित्यिक रचनाहरू पनि सुनौला। उमेश छापाखाना सन्धिखर्क शान्ति बगैँचा अर्घाखाँचीमा रहेको छ। प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे। अर्को संस्था रेसुङ्गा स्टिकर हाउस, बस पार्कदेखि चुत्राबेसी झर्ने ओह्रालो कान्तिपथ, चुत्राबेसी अर्घाखाँचीमा रहेको छ, जहाँ नम्बर प्लेट, बाइक मोडिफाई, फोटो प्रिन्ट, स्टिकर प्रिन्ट, स्टिकर कटिङ, बडी स्टिकर साथै अर्डर अनुसार स्टिकर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। रेसुङ्गा स्टिकर हाउस, बस पार्कदेखि चुत्राबेसी झर्ने ओह्रालो कान्तिपथ, चुत्राबेसी अर्घाखाँचीमा रहेको छ। सम्पर्क नम्बर 98 475 75 019 त्यहाँको सम्पर्क नम्बर रहेको छ। तपाईँले एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। त्यसैगरी अर्को संस्था रहेको छ आइटी लिङ्क कम्प्युटर एन्ड ट्युसन सेन्टर, सन्धिखर्क 2 प्रगति बजार घोसेखोला पुलको नजिकै रहेको छ, जहाँ कम्प्युटर, ल्यापटप मर्मत तथा बिक्री, कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरू साथै अहिले शिक्षक सेवा आयोगको निमाविका कक्षाहरू शीघ्र सञ्चालन हुँदैछन् भनेर मलाई जानकारी दिनुभएको थियो आइडी लिङ्कका म्यानेजिङ डाइरेक्टर विष्णु प्रसाद भुसालले। सँगै एसएलसी विशेष कम्प्युटर कक्षाहरू र बीबीएसको एकाउन्ट र म्याथको ट्युसन पनि त्यहाँ सुचारू भइरहेको छ। तपाईँले सम्पर्क गर्नुहोला। प्रोप्राइटर हुनुहुन्छ विष्णु प्रसाद भुसाल एन्ड नारायण प्रसाद भुसाल। फोन नम्बर 98 570 63 517 र 98 570 62 780। अर्को संस्था डिभर्ना सु सेन्टर, सन्धिखर्क बैंक रोड अर्घाखाँचीमा रहेको छ। थोरै विषयको बारेमा जोड्छु र तपाईँ फोन सम्पर्कमा को हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु है। हरेक मान्छेहरूले प्रेम गर्छन् र विवाह पनि गर्छन्। फरक यति मात्र हो, कतिले प्रेम गरेर विवाह गर्छन् त कतिले विवाह गरेपछि मात्र प्रेम गर्छन्। यसैको आधारमा हामी भन्न सक्छौं प्रेम र विवाह एकअर्कामा परिपूरक भए पनि यी दुई कुराहरू नितान्त फरक कुराहरू हुन्। तर धेरैले प्रेम र विवाहलाई एकै ठाउँमा राखेको देखिन्छ। आज हामी यही विषयमा केन्द्रित रहेर आएका छौं। आजको हाम्रो विषय रहेको छ प्रेम ठुलो कि विवाह ठुलो। यो विषय आजको श्रृङ्खलामा एकदम धर्म संकटको विषय छ। यो कुन ठुलो कुन सानो भनेर छुट्याउन नसकिने कोही हुनुहुन्छ फोन सम्पर्कमा। धेरै बेर उहाँलाई मैले कुराएँ, स्वागत गरौँ। हेलो। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
म विजय घिमिरे अविवाल हो खनादेखि। खनादेखि विजयजी। हजुर। के गर्नुहुन्छ विजयजी खनामा? म अहिले 12 को एक्जाम दिएर बसेको। 12 को एक्जाम भनेपछि खाली हुनुहुन्छ है? हजुर। खाली समयको सदुपयोग कसरी गर्दै हुनुहुन्छ? यतिकै बसिरहेको अहिले चाहिँ। बसिरहनु भएको छ। कार्यक्रम सुन्नुहुन्छ है? एकदमै। कस्तो लाग्छ कार्यक्रम विजयजीलाई? राम्रो नै छ। हुन्छ, त्यसो भए तपाईँको पनि प्रस्तुति सुनौँ। के लिएर आउनु भएको छ? मुक्तको। हुन्छ, सुरुवात गरिदिनुहोस् है। हस्। छिट्टै फर्की आउँछु भने कुरा आएर गयौ तिमी, किन हामीलाई बिहे मिति जुराएर गयौ तिमी। छिट्टै फर्की आउँछु भने कुरा आएर गयौ तिमी, किन हामीलाई बिहे मिति जुराएर गयौ तिमी। न अरूको हुन सक्छु न त तिम्रै हुने आश छ, न अरूको हुन सक्छु न त तिम्रै हुने आश छ। जीवन मृत्यु सङ्घारमा पुऱ्याएर गयौ तिमी, छिट्टै फर्की आउँछु भने कुरा आएर गयौ तिमी, किन हामीलाई बिहे मिति जुराएर गयौ तिमी। हजुर। जाने जान्छ आउने आउँछ किन टेन्सन लिनुहुन्छ विजयजी? जाने जान्छ आउने आउँछ किन टेन्सन लिनुहुन्छ? फोक्कटमा एउटालाई आफ्नो जीवन दिनुहुन्छ। जाने जान्छ आउने आउँछ किन टेन्सन लिनुहुन्छ? फोक्कटमा एउटालाई आफ्नो जीवन दिनुहुन्छ। अनि कसरी प्रगति हुन्छ तपाईको? अनि कसरी प्रगति हुन्छ तपाईको? त्यसैलाई मात्र सर्वस्व सुम्पिने हुन्छ। जाने जान्छ आउने आउँछ किन टेन्सन लिनुहुन्छ? फोक्कटमा एउटालाई आफ्नो जीवन दिनुहुन्छ। नमस्कार विजयजी, छुटिन्छौँ। हजुर नमस्ते। विजयजी आउनुभएको थियो, गइसक्नु भएको छ। पालो तपाईँको। डायल गर्नु 077 420 281। यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। प्रेम ठुलो कि विवाह ठुलो, आजको विषय यो हो। आज धेरै विचार पनि हामीलाई प्राप्त भएका छन्। निकै सवाल जवाबका विचारहरूलाई एकैछिनपछि लिनेछु। केही कुराकानी म यहाँनिर जोड्छु। म उदाहरणबाटै जान्छु है। तपाईँ अधिकांश मान्छेहरू यस कारण प्रेम गरिरहनु भएको छ ताकि भोलि उसलाई विवाह गर्न सकियोस्। यो उदाहरणलाई हेर्दा प्रेमलाई नभएर विवाहलाई ठुलो मान्नेहरूको जमात बढ्दो छ। त्यो कसरी भने, यदि कसैले कसैलाई प्रेम गर्यो तर उसँग विवाह गर्न पाएन, संयोग भनौँ या बाध्यता भनौँ, उनीहरूको प्रेम बिचैमा छुटिन पुग्यो। अब यो अवस्थामा कतिजना मान्छे सकारात्मक हुनुहुन्छ त्यो त मलाई थाहा छैन, तर अधिकांश मान्छेहरू तैँले मसँग प्रेम गर्ने, अरूसँग विवाह गर्ने भन्दै एकअर्कालाई धोकेबाजको पात्र बनाइरहेका हुन्छन्। यो दृश्यलाई हेर्दा ठुलो त विवाह पो रहेछ, प्रेम त आखिर केही होइन रहेछ भन्ने निष्कर्ष निकालेथे मैले। फेरि तपाईँ अधिकांशले फेसबुकमा प्रेम ठुलो हो भन्दै विचार राख्नु भएको छ। यदि प्रेम ठुलो हो भने किन त्यसलाई विवाहसँग लगेर जोडिन्छ? विवाह र प्रेममा कुनै सम्बन्ध छैन। विवाह त प्रेम नभएको मान्छेसँग पनि त हुन्छ नि। के विवाह गर्नलाई प्रेम गर्नै पर्छ र? कदापि पर्दैन। सबैभन्दा ठुलो प्रेम हो भन्दै उर्लिने त्यही प्रेमी आफ्नो प्रेमिकासँग विवाह नहुँदा किन नाक खुम्स्याउँदैछ? प्रेम ठुलो हो भन्नेले त प्रेम त गरिरहेकै छ नि, किन विवाहको सपना देख्नु पर्यो र? तपाईँ कतिले बुझ्नुभयो यो वाक्य? म यसको बारेमा एकैछिनपछि जोड्छु है, अझै बुझाएर। कोही हुनुहुन्छ क्यारे दोस्रो सौभाग्य साथी, उहाँसँग कुराकानी गरौँ। हेलो। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर गोर्पा सल्यानदेखि टुक्रिएको मुटु केपीएस मगर। टुक्रिएको मुटु केपीएस मगर सल्यानबाट है? हजुर। टुक्रिएको मुटु तपाईँलाई के भनेर बोलाउमा हुन्छ? टुक्रिएको मुटु नै भन्छु। के गर्नुहुन्छ सल्यानमा? म त्यस्तो केही नै गर्दैन, बस्ने घरायसी काम त्यही नै हो। घरायसी काम है। किन मुटु टुक्राउनु भयो बताउन मिल्छ? आफै त होइन, कसैले हो भनौँ न। कसैले भनेपछि प्रेम सम्बन्धमा पर्नु भयो या अन्य कुनै? हुन्छ, तपाईँसँग हामी खुल्न चाहेनौँ यसो रमाइलोको लागि। के लिएर आउनु भएको छ टुक्रिएको मुटुजी आजको कार्यक्रममा? हजुर एउटा मुक्तक छ, सुरुवात गरिदिनुहोस्। मेरो मुटु सँगै धरती आकाश हराएसी, मेरो मुटु सँगै धरती आकाश हराएसी, बाँच्न कहाँ सकिन्छ र सास हराएसी। आफ्नो मन शरीरबाटै एक्लो भाछु म, आफ्नो मन शरीरबाटै एक्लो भाछु म, बाँचेर नि मरे तुल्य लास हराएसी, बाँच्न कहाँ सकिन्छ र सास हराएसी। मेरो मुटु सँगै धरती आकाश हराएसी, बाँचेर नि मरे तुल्य लास हराएसी। सम्बन्धमा रुने एउटा पात्र बन्नु भएछ, तपाईँ पनि धोकेबाज मात्र बन्नु भएछ। सम्बन्धमा रुने एउटा पात्र बन्नु भएछ, लौ तपाईँ पनि धोकेबाज मात्र बन्नु भएछ। एका देशमा एउटा प्रेमी थियो रे भन्दै, एका देशमा एउटा प्रेमी थियो रे भन्दै गाउँघरमा हाल्ने शास्त्र बन्नु भएछ। सम्बन्धमा रुने एउटा पात्र बन्नु भएछ, लौ तपाईँ पनि धोकेबाज मात्र बन्नु भएछ। नमस्कार टुक्रिएको मुटुजी, छुटिन्छौँ।
टुक्रिएको मुटु के भन्दै हुनुहुन्थ्यो, आउनुभएको थियो सल्यानबाट, गइसक्नु भएको छ। पालो तपाईँको, डायल गर्नु 077 420 281, यो नम्बर हामीले खुल्ला गरिरहेका छौँ। हामी अधिकांशले भन्छौँ, भाषण गर्छौँ प्रेम ठुलो हो भन्दै, तर त्यही प्रेम गर्ने बेलामा कसैलाई कसम खुवाउँछौँ अनि भन्छौँ तिमीले मसँग भोलि विवाह गर्ने भए मात्र म तिमीसँग प्रेम गर्छु, नत्र गर्दिन, भन के गरौँ। यही वाक्यबाट छर्लङ्ग हुन्छ सबै कुरा, यानि कि प्रेम गरेको पहिलो दिन नै उसँग विवाह गर्ने सपना देख्छ मान्छे अनि दुनियाँलाई भाषण दिँदै हिँड्छ मेरो ठुलो प्रेम हो विवाह होइन भन्दै। सम्बन्ध पनि बडो अचम्मको छ। जोसँग साँचो प्रेम हुन्छ उसँग विवाह हुन सक्दैन अनि जोसँग विवाह हुन्छ उसँग विचार मिल्दैन अनि प्रेम हुन सक्दैन। यसरी नै जिन्दगीको हिसाब सधैँ अपूर्ण भइरहन्छ। त्यसैले पनि झुटो नाटक गरेर भए पनि प्रेम गर्नुपर्छ, किनभने भोलि म तिमीसँग विवाह गर्दिन अथवा विवाह गर्ने छैन भन्यो भने कसैले पनि प्रेम गर्दिन तपाईँसँग, म ठोकुवा गरेर भन्न सक्छु। प्रेम ठुलो हो भने 2-4 जना मान्छेलाई म यही प्रश्न सोध्छु, प्रेम ठुलो हो भने किन विवाहको सपना देखाएर प्रेम गर्नुहुन्छ तपाईँ? विवाहको प्रयोग गरेर प्रेम गरिन्छ भने त्यहाँ प्रेम ठुलो हुँदैन, त्यो त विवाहको आश्वासन देखाइएको प्रेम हो। विवाह बिना 1 सेकेन्ड पनि टिक्न सक्दैन त्यो प्रेम, यही भन्छु म। प्रेम एउटा व्यापार जस्तो खेल भइरहेछ, कोही खुसी छन् त कोहीलाई भेल भइरहेछ। सचिन सारू मगर जुकेना 5 अर्घाखाँची हाल UAE का साथीको मुक्तक। प्रेम एउटा व्यापार जस्तो खेल भइरहेछ, कोही खुसी छन् त कोहीलाई भेल भइरहेछ। प्रेमपछि विवाह हुनैपर्छ भन्नेहरू, कोही कोहीलाई त्यही विवाह जेल भइरहेछ, कोही कोहीलाई त्यही विवाह जेल भइरहेछ। सचिन सारू मगर जुकेना 5 अर्घाखाँची हाल UAE का साथीको मुक्तक यहाँनिर मैले वाचन गरेँ। कोही हुनुहुन्छ तेस्रो सहभागी साथी प्राविधिक कक्षबाट सङ्केत है, उहाँलाई स्वागत गरौँ। हेलो हजुर, नमस्कार दाजु। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म कपिलवस्तु शिवगढीदेखि हो, राजेन्द्र बोहरा। राजेन्द्रजी शिवगढी कपिलवस्तुबाट। हजुर, तपाईँसँग यसभन्दा अघि पनि सायद कुराकानी भएको थियो मेरो। हजुर हजुर, एकपटक भएको थियो। कति श्रृङ्खलामा याद छ? 105 105 भनेपछि लगभग 10-15 श्रृङ्खलापछि तपाईँसँग कुराकानी। हजुर हजुर। के गर्नुहुन्छ राजेन्द्रजी कपिल वस्तुमा? हजुर, म विद्यार्थी हो। पढ्नुहुन्छ कहाँ कतिमा? हजुर, अहिले 12 को एक्जाम दिएको। तपाईँ पनि 12 को एक्जाम दिएर खाली समयमा हुनुहुन्छ? हजुर हजुर। सबैलाई सुझाव दिन्छु खाली समयको सदुपयोग गरौँ। हामी नेपाली एक त बेरोजगार छौँ, यो खाली समयमा हल्ले नै बस्ने मात्रै गऱ्यौँ। हजुर, टिचिङ पनि गर्छु नि त। टिचिङ कहाँनिर गर्नुहुन्छ? हजुर, यही प्राइभेट स्कुलमा गर्छु। ए हुन्छ, एकदम खुसी लाग्यो तपाईँको कुरा सुन्दा। यसरी नै सबै नेपाली स्वरोजगार भयो भने कति खुसी हुन्थ्यो होला। हुन्छ, तपाईँको पनि प्रस्तुति सुन्छौँ। राजेन्द्रजी के लिएर आउनु भएको छ? हजुर, नेपाली मुक्तक। हुन्छ, सुरुवात गर्नुहोस्। हजुर, मनैदेखि धन्यवाद। हजुर, जित त बुझ्यौ तिमीले हार बुझेनौ, जित त बुझ्यौ तिमीले हार बुझेनौ, तर हार बुझेनौ। जित त बुझ्यौ तिमीले हार बुझेनौ, पढ्यौ तिमी हार बुझेनौ। माया त म तिमी हमेसा नै गर्थे, तर तिमीले विचार बुझेनौ। त बुझ्यौ तिमीले हार बुझेनौ, पाठ त पढ्यौ तर सार बुझेनौ। बस पाठ त पढ्यौ तर सार बुझेनौ। हजुर, धन्यवाद। सकिन्न बरै यो प्रेमबाट भागेर सकिन्न, कसैसँग प्रेमको भिख मागेर सकिन्न। सुन्नुहोस् है राजेन्द्रजी, सकिन्न बरै यो प्रेमबाट भागेर सकिन्न, कसैसँग प्रेमको भिख मागेर सकिन्न। धोका र अत्याचार त यहाँ कति छ कति, धोका र अत्याचार त यहाँ कति छ कति। तपाईँ हामी जस्ता 2-4 जना जागेर सकिन्न, सकिन्न बरै यो प्रेमबाट भागेर सकिन्न, कसैसँग प्रेमको भिख मागेर सकिन्न। नमस्कार राजेन्द्रजी, छोडिन्छ। राजेन्द्रजी आउनुभएको थियो, उहाँको फोन सम्पर्कमा सायद अलिकति डिस्टर्ब थियो। कुराकानी एकदम मजासँग भयो, साहित्यिक रचना सुन्ने बेलामा अलिकति प्राविधिक समस्या आयो। कहिलेकाहीँ यस्तै हुन्छ, यसको बारेमा तपाईँ र म मिलेर केही हुँदैन, यो त प्राविधिक समस्या हो, आफै झेलिनुपर्छ। र अब चाहिँ तपाईँका साहित्यिक रचना नै पढ्छु। हामी एकजनासँग मात्रै कुराकानी गर्नेछौँ। त्योभन्दा अगाडि फेसबुकमा प्राप्त भएका केही साहित्यिक रचना यहाँनिर उठान गर्छु म। होमबहादुर विश्वकर्मा ठाडा 7 अर्घाखाँची हाल दिल्लीमा हुनुहुन्छ। मलाई छोडी उसले अन्तै घरबार बनायो, मेरो माया बेचिदिएर दरबार बनायो। मलाई छोडी उसले अन्तै घरबार बनायो, मेरो माया बेचिदिएर दरबार बनायो। माया पनि बिग्दो रहेछ निष्ठुरीको दुनियाँमा, गरिब छोडी धनी बेच्ने कारोबार बनायो।
गरिब छोडी धनी बेच्ने कारोबार बनायो। हुमबहादुर विश्वकर्मा ठाडा 7 अर्घाखाँची हाल दिल्लीमा हुनुहुन्छ। अर्को मुक्तक पनि यहाँनिर पढेँ। प्रकाश खनाल ढाकाबाङ 3 कुस्नी मारे अर्घाखाँची हाल दोहा कतारमा हुनुहुन्छ। थोरै काली अनि धेरै गोरी भेटेको छु, कसैका बाउकी तरुणी छोरी भेटेको छु। थोरै काली अनि धेरै गोरी भेटेको छु, कसैका बाउकी तरुणी छोरी भेटेको छु। माया लाउँ या नलाउँ अन्यलमा परियो, भने जस्तो गतिले मोरी भेटेको छु, भने जस्तो गतिले मोरी भेटेको छु। निकै मजासँग लेख्नुभयो। प्रकाश खनाल ढाकाबाङ 3 कुस्नी मारे अर्घाखाँची हाल दोहा कतारबाट हामीलाई यो मुक्तक पठाउनु भएको थियो। अन्तिम साथी फोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग ढिला नगरी कुराकानी गरिहालौँ। हेलो हेलो हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? म रतहलेदेखि पदम सेजवाल। पदम सेजवाल रतहलेबाट। हजुर सन्धि खर्कमै हुनुहुन्छ। के गर्नुहुन्छ पदमजी सन्धि खर्क रतहलेमा? म अध्ययन गर्छु। कहाँ कतिमा अध्ययन गर्नुहुन्छ? कक्षा 11 को एक्जाम दिएको अहिले। कक्षा 11 भनेपछि 12 मा पढ्दै हुनुहुन्छ? हजुर एकदम खुसी हुन्छ। हामी अन्तमा पनि छौँ पदमजी, तपाईँको प्रस्तुति सुन्छौँ। के लिएर आउनु भएको छ? सानो मुक्तक जस्तो छ। मुक्तक जस्तो यहाँनिर तपाईँले फेरि हँसाउनुभयो। मुक्तक छ या छैन? तपाईँ लेख्न जान्नुहुन्छ, लेख्न जान्नुहुन्न? आज पहिलोचोटि हो, त्यही पनि सुन्नु न। पहिलोचोटि हो भनेर चाहिँ हामीले छुट दिँदैनौँ, त्यही पनि हुन्छ सुनाउनुहोस्। तपाईँ आइहाल्नु भएछ। घडीको सुई घुमिरहँदा, सबै आफ्नो तालमा घुमिरहँदा, रेडियो देउरालीमा आयो नमेटिने याद, मेरो जीवनको मृत्यु नजिक पुगिरहँदा, मेरो जीवन पनि मृत्युको नजिक पुगिरहँदा। हेलो हेलो मुक्तक चाहिँ लेख्नुभयो तपाईँले है? हजुर। तर अलिकति नियममा चाहिँ नियममै रहेको यो मुक्तक हो, तर यसरी कार्यक्रमलाई व्यङ्ग्य प्रहार गरेर चाहिँ नलेख्नुहोस् है। हामी कार्यक्रममा फोन सम्पर्कमा सहभागिता जनाउँदाखेरि हामी विजेता पनि बनाउँछौँ तपाईँलाई। तपाईँ जित्नको लागि पनि आउनुपर्ने हुन्छ कार्यक्रममा। यसरी कार्यक्रमलाई व्यङ्ग्य प्रहार गरेर लेख्दाखेरि अलिकति यो नियमभन्दा बाहिर अथवा तपाईँ प्रतिस्पर्धीभन्दा अलिकति बाहिरको फिल हुन्छ हामीलाई। आगामी श्रृङ्खलामा नियममा मात्रै रहेर आउनुहोस् है। हुन्छ, छोडिन्छौँ। पदमजी आउनुभएको थियो सन्धि खर्कबाट, रतहलेबाट भन्नुहुन्थ्यो कार्यक्रमलाई व्यङ्ग्य प्रहार गरेर नलेख्नुहोस्। कार्यक्रमको बारेमा कुराकानी गर्नु छ भने मसँग फेसबुकमा आएर तपाईँले कुराकानी गर्न सक्नुहुन्छ। हामीसँग विभिन्न जोडिने सामाजिक सञ्जालहरू छन्, तपाईँले अफलाइनमा कुराकानी गर्न सक्नुहुनेछ। कार्यक्रमको नाममा मुक्तक बनाएर नपढिदिनुहोस् है। यसको लागि विभिन्न अफरहरू अथवा कार्यक्रमका श्रृङ्खलाहरू 50औं श्रृङ्खला, 100औं श्रृङ्खला, यस्ता उत्सवहरूमा अथवा नववर्ष विशेषहरूमा तपाईँले यस्तो बनाएर पढ्न सक्नुहुनेछ। यो चाहिँ खुल्ला प्रतिस्पर्धात्मक कार्यक्रम हो। प्रतिस्पर्धा गर्नको लागि मात्रै तपाईँलाई हामी नम्बर उपलब्ध गराएका छौँ। हुन्छ, कार्यक्रमको अन्तमा छौँ। अब चाहिँ तपाईँका विचारतर्फ म लाग्छु है। फेसबुकमा प्राप्त भएका तपाईँका विचारतर्फ आजको विषयमा प्राप्त भएका प्रेम ठुलो कि विवाह ठुलो, यो विषय फेसबुकमा मैले राखेको थिएँ, जहाँ थुप्रै विचारहरू पनि प्राप्त भएका छन्। कमला कोइराला लेख्नुहुन्छ, मेरो विचारमा त प्रेमभन्दा विवाह नै ठुलो हो, किनकि प्रेम त जसले जोसँग पनि गर्न सक्छ नि, तर विवाह चाहिँ कुनै एकजनासँग मात्रै हुन्छ। जब प्रेम गरिन्छ नि विवाह नै हुन्छ भन्ने छैन, किनकि धेरैको माया एउटासँग विवाह अर्कोसँग हुन्छ। त्यसैले प्रेमभन्दा विवाह नै ठुलो हो भन्नुहुन्छ। नेउपाने प्रदीप फेरि विपरीत विचार राख्नुहुन्छ, मेरो विचारमा त प्रेम नै ठुलो हो, किनकि विवाह त एक सिम्टी सिन्दुरको धुलोले सजिन्छ, तर प्रेम भनेको त जीवनभरि नै मनमा सजिएको हुन्छ। यो पनि भन्छु कि प्रेम गर्दैमा बिहे गर्नैपर्छ भन्ने पनि छैन। त्यसैले गर्दा मलाई त प्रेम नै ठुलो हो जस्तो लाग्छ भन्नुहुन्छ। सहयोगी नारायण फेरि प्रेमको खण्डन गर्दै भन्नुहुन्छ, प्रेम आफैमा कति महान शब्द हो, तर अहिलेको पिँढीले यो शब्दलाई दुरुपयोग गरिरहेका छन्। आजको विषयमा भन्नुपर्दा जहाँ प्रेम हुन्छ त्यही प्रेमभित्र सबै थोक लुकेको हुन्छ। त्यसैले सबैभन्दा ठुलो प्रेम नै हो, जहाँ प्रेम नै हुँदैन त्यहाँ केही पनि हुँदैन भन्नुहुन्छ। सन्दीप घिमिरे फेरि व्यङ्ग्य प्रहार गर्दै लेख्नुहुन्छ, मेरो विचारमा प्रेम गरिसकेपछि विवाह गर्नैपर्छ भन्ने सोच त मूर्ख व्यक्तिको हुन्छ। जहाँसम्म कि प्रेम गरेर विवाह भयो भने अझै राम्रो, यदि भएन भने उसैको खुसी हेर्नु नै ठुलो प्रेम हो। हाम्रो समाजमा प्रेम गर्नुको मतलब विवाह नै हो भन्ने सोच्ने गर्छन्, वास्तवमा यो गलत हो। यसलाई म प्रेम भन्दिनँ, यो त जवानीको उल्लास हो, केही दिनमा ओइलिएर झर्छ भन्नुहुन्छ। विजय भूषाल फेरि तर्क गर्दै लेख्नुहुन्छ, यो प्रेम भनेको त एउटा केटाकेटीको खेल जस्तो भइसक्यो। आज प्रेम गर्छ भोलि टुट्छ, तर विवाहपछि पनि त प्रेम हुन्छ नि। विवाह एउटा यस्तो सम्बन्ध हो जो एकपटक बाँधिएपछि 100औं जन्मसम्म पनि साथ टुट्दैन। त्यसैले मेरो लागि विवाह नै ठुलो हो भन्नुहुन्छ।
दीपक भुषाल पनि प्रेमकै बयान गर्नुहुन्छ। प्रेम शब्द महान शब्द हो, यो शब्द कुनै पनि शब्दसँग तुलना गर्न सकिँदैन। मेरो विचारमा विवाह भन्दा प्रेम नै ठुलो हो, किनकि हामी जोसँग पनि नजिक हुन खोजिन्छ, तर त्यहाँ सबैभन्दा पहिला प्रेम हुन जरुरी छ। प्रेम जोसँग पनि गर्न सकिन्छ, तर विवाह एकजनासँग मात्र गरिन्छ। प्रेम बार बार गर्न सकिन्छ, तर विवाह बार बार गर्न सकिँदैन। त्यसैले विवाह भन्दा पहिला प्रेम हुन जरुरी छ भन्नुहुन्छ। लक्ष्मण घिमिरे पनि मन छुने गरी लेख्नुहुन्छ, प्रेम र विवाह नितान्त फरक कुराहरू हुन्। प्रेम विवाहमै परिणत हुनुपर्छ भन्ने छैन, तर विवाहपछि प्रेम भएन भने त्यो सम्बन्ध जस्तो रहँदैन। लैला मज्नु, रोमियो जुलियट, मुना मदन जस्ता प्रेमले चर्चा पाएका जोडीहरूको विवाह नभएर पनि उनीहरू चर्चामै थिए। प्रेमको अगाडि विवाहको कुनै मोल छैन भन्ने कुरा केले प्रश्न पार्छ भने भगवान कृष्णको श्रीमती रुक्मणी हुन्, तर कृष्णसँग नाम जोड्नु पर्यो भने सधैँ राधाको नाम जोडिन्छ, किनकि उनी भगवान कृष्णकी प्रेमिका मात्र थिइन्, पत्नी थिइनन्। यसर्थ विवाह भन्ने केवल सन्तान उत्पादन गर्ने र वंशलाई निरन्तरता दिने एउटा सामाजिक प्रक्रिया मात्र हो। तर प्रेम सामाजिक मान्यता विपरीत भए पनि प्राकृतिक छ भन्नुहुन्छ। एकदम मन छुने, यो एकदम मन परेको विचार पनि हो यो लक्ष्मण घिमिरेजीको विचार। त्यसैगरी उमा मगर फेरि तर्क गर्दै लेख्नुहुन्छ, हुवा अनौठो विषय उठाउनु भयो, खै कसरी भनौँ प्रेम ठुलो कि विवाह ठुलो? प्रेम नभई विवाह पनि कसरी सम्भव छ र? तर मलाई त लाग्छ प्रेम गरेर विवाह गर्नु पनि नराम्रो चाहिँ होइन। विवाह त केवल सिन्दुरको बन्धन मात्र हो। कसैले जबरजस्ती एक सिम्टी सिन्दुर लाउँदैमा उसैलाई प्रेम गर्न सकिँदैन। प्रेम त आफै अन्तरआत्माबाट हुन्छ। त्यसैले मेरो लागि प्रेम नै ठुलो हो जस्तो लाग्छ भन्नुहुन्छ। आरजेएसपी माथुवार फेरि व्यङ्ग प्रहार गर्दै लेख्नुहुन्छ, घुम्दै फिर्दै रुम्जाटार भने जस्तो हो यो प्रसङ्ग। प्रेम बिनाको विवाह, प्रेम बिनाको प्रेम, प्रेम पछिको विवाह आदिको मेरुदण्ड प्रेम नै हो। चाहे प्रेम गरेर विवाह गर्नुहोस्, पछि पनि साँचो अर्थमा माया गरिएको छ भने प्रेमकै भूमिका सशक्त हुन्छ, र विवाह गरेर प्रेम गर्नुहोस्, त्यहाँ पनि प्रेमकै भूमिका सशक्त हुन्छ। अब आफै भन्नुहोस् प्रेम नै ठुलो होइन र? त्यसैगरी आजको अन्तिम विचार उमेश गैरे लेख्नुहुन्छ, स्पष्ट रूपमा भन्नुपर्दा विवाह र प्रेमलाई एकै ठाउँ मिसाउन मिल्दैन। दुवै कुरा फरक हुन्। प्रेम गर्दैमा विवाह हुन्छ भन्ने निश्चित पनि हुँदैन, र सबै प्रेममा विवाह गर्नुपर्छ भन्ने जरुरी पनि हुँदैन। उत्ताउलो पारामा भन्नुपर्दा कसैले विवाहलाई जेल पनि भन्ने गर्दछन्। सत्य यही हो, देखावटी फरक हुन पनि सक्छ। तपाईँको विचार यहीँनिर बिच मार्यौँ हामीले। अब चाहिँ कति बुझ्नुभयो आजको विषय? म थप केही कुराकानी जोड्छु है, मैले लेखेका, तपाईँले कति मनपर्छ? प्रेम ठुलो कि विवाह ठुलो? मित्रता, प्रेम र विवाह तीन फरक कुराहरू हुन्। गहिरो मित्रता छँदै बसेको प्रेमपछि विवाह हुनैपर्छ भन्ने छैन। त्यसो त प्रेम गर्ने जोडीको विवाह पनि सुखद र दीर्घकालीन हुन्छ भनेर कुनै ग्यारेन्टी गर्न सकिँदैन। सम्बन्धको स्थायित्वको आधारमा गणना गर्ने हो भने सबैभन्दा ठुलो प्रेम हो। वैवाहिक सम्बन्ध त भोलि टुङ्गिन पनि सक्छ, तर प्रेम सदाका लागि जीवन्त रहन्छ। तर आजको मान्छेले जीवन्त प्रेम गर्न चाहन्न। याद गर्नुहोस् है, कपडा फेरे जसरी सम्बन्ध फेर्न चाहन्छौ। माया, प्रेम र विवाह भन्ने कुरा पनि बडो अचम्मको छ। यसै विषयलाई लिएर फलानो तेरो बोयफ्रेन्ड गर्लफ्रेन्ड के भनिदिनु मात्रै पर्छ। बोयफ्रेन्ड गर्लफ्रेन्ड र विवाह नै के हो भनेर छुट्याउन नसक्ने कलिला नानीहरूदेखि लिएर वृद्ध भइसकेका पनि आफ्ना गालाका छाला चाउरी पार्नमा उत्सुक हुन्छन्। बाटोमा भेटिएका एकजना बाजेले भन्नुभएको थियो मलाई, तिमीहरू प्रेम गरेपछि विवाहमा पर्यौ, तर म चाहिँ विवाह गरेपछि मात्र प्रेममा परेको थिएँ। चाहे जेसुकै होस्, विवाह भन्दा त प्रेम नै भरपर्दो हुन्छ नि। एक प्रसिद्ध लेखक जर्ज बर्नार्ड शाहले आफ्नो पुस्तकमा लेखेका थिए, विवाह एक सामाजिक कानुनी वेश्यावृत्ति हो। यसै वाक्यमा टेकेर म भन्छु, मागी विवाह भनेको कसैको प्रेमलाई खोसेर आफ्नो बनाउने प्रयत्न गर्नु मात्रै हो, जुन विवाहमा विवाह भएपछि मात्र प्रेमको सुरुवात हुन्छ। प्रेम र विवाहको सन्दर्भमा सबैले विवाह गर्नको लागि प्रेम गर्छन् भन्ने पनि छैन। तर याद गर्नुहोला, सबै नभए पनि अधिकांश मान्छेहरू आफ्नो प्रेमलाई विवाहमा फुलाउने सपना देखिरहेका हुन्छन्। म यहीँबाट निष्कर्ष निकाल्छु, जसले प्रेम मात्रै गर्न खोज्छ, विवाह गर्न खोज्दैन, त्यो मान्छेको विचारमा प्रेम ठुलो हो, र जसले प्रेमको प्रयोग गरेर विवाह गर्न खोज्छ उसको विचारमा प्रेम भन्दा ठुलो विवाह हो। जसले जतिसुकै भाषण गरे पनि सत्यता यही हो। आजलाई यति हामी कार्यक्रमको अन्तमा पनि छौँ, छुटिनुपर्ने बेलामा आइसकेका छौँ। धेरै कुराकानी आज हामीले गऱ्यौँ, मिठा तपाईँका साहित्यिक रचना पनि सुन्यौँ। अन्तमा छौँ, सुट्नुभन्दा अगाडि एकपटक सर र स्पोन्सरको नाम लिन्छु है। उमेश छापाखाना सन्धि खर्क शान्ति बगैँचारका खाँचीमा रहेको छ। प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे। अर्को संस्था रेसुङ्गा स्टिकर हाउस, बस पार्कदेखि चुत्राबेसी झर्ने ओह्रालो। नम्बर प्लेट, बाइक मोडिफाई, फोटो प्रिन्ट, स्टिकर कटिङ, बडी स्टिकर साथै अर्डर अनुसार स्टिकर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। सम्पर्क फोन नम्बर 98 475 75 019। अर्को संस्था आइडी लिङ्क कम्प्युटर एन्ड ट्युसन सेन्टर
शिक्षक सेवा आयोगको निमावि कक्षा त्यहाँ सुचारू शीघ्र सञ्चालन हुँदैछ। तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर हुनुहुन्छ विष्णु प्रसाद भुषाल एन्ड नारायण प्रसाद भुषाल। अर्को संस्था डी भर्नासु सेन्टर सन्धि खर्क बैंक रोड अर्घाखाँचीमा रहेको छ। प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कौशिला नेपाली। कार्यक्रमको अन्तमा समय 3 दिनसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँ धेरै श्रोताहरूप्रति आभार प्रकट गरेँ। सँगै पहिलोपटक सुन्नुहुने र अरूलाई पनि सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि विशेष कृतज्ञता ज्ञापन गरेँ। फोन सम्पर्कमा आउने साथीप्रति पनि कृतज्ञता ज्ञापन गरेँ। फोन सम्पर्क नलाग्ने साथीप्रति पनि कृतज्ञता ज्ञापन गरेँ। तपाईँ यो कार्यक्रम भोलि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। मेरो आफ्नै वेबसाइट maheshpuchal.com.np र ghanasyampaudelel.com.np बाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै नयाँ एफएम 87.6 मेगाहर्ज अर्घाखाँचीको स्टुडियो प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने विशाल पाण्डे र विष्णु खनालप्रति कृतज्ञता ज्ञापन गर्दछु। त्यसैगरी रेडियोको रिपिटर टावर खन जालकारमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी अजय रिजालप्रति कृतज्ञता ज्ञापन गर्दछु। त्यसैगरी यतिन्जेलसम्म यो मेरो आवाज शेषा पारीपछि रहेर अतुलनीय सहयोग गर्नुहुने प्राविधिक साथी तुलसीराम पौडेलप्रति विशेष कृतज्ञता ज्ञापन गर्दै प्रसिद्ध दार्शनिक आडम स्मिथको यो भनाइ छोड्दै म महेश भुषाल पनि अर्को हप्तासम्मको लागि ओझेल पर्न चाहन्छु। छोरा 2 दिन घरबाट बाहिर जाँदा कानमा तेल हालेर बस्ने परिवार र समाज, त्यही 2 दिन छोरी हराउँदा पहिला गई भनी गाउँभरि हल्ला फैलाएर सराप्ने यो समाजमा अझै पनि मौन सती प्रथा बाँचिरहेको छ। प्रसिद्ध दार्शनिक आडम स्मिथको यो भनाइसँगै जान्छु। परिवार भन्छन् त्यो मन सानो बनाएर आऊ, पहिला एउटा गतिलो छानो बनाएर आऊ, तिमी आफै दुखी छौ, मेरो सन्तान कसरी पाल्छौ, जाऊ आफ्नो आँखा पहिला ओभानो बनाएर आऊ, जाऊ आफ्नो आँखा पहिला ओभानो बनाएर आऊ। हवस्, जान्छु, नमस्कार। छोरी माग्न जाँदा, छोरी माग्न जाँदा, बिहे गर्छु भन्दा ससुरा परेको तारे भन्छन् तिम्रो छ र के भरा, खोजी आऊ पहिले सरकारी जागिर, ए भन्छन् तिम्रो छ र के भरा।